यो पढाइले मलाई नबुझेको हो कि मैले पढाइले नबुझेको मैले त्यो बुझ्न सकिनँ। आज के भयो त ध्यान दिएर हेर्नुहोस्। आज बिहान उठेर साथीको बाइकमा बसेर हामी लाग्यौँ कलेजको बाटो हुँदै कलेजतिर। अनि सरले पढाउँदै हुन्थ्यो, अलिकति हामी पढ्यौँ, फेरि हामी क्लासबाट बाहिर निस्किएर हामी लाग्यौँ ल्याबतिर, अनि ल्याब सकेर हामी लाग्यौँ घरतिर। अनि घर गएर आज म पढौँ भनेको सोचेको थिएँ, तर किताबै खोज्दा खोज्दा मलाई आधा घन्टा त किताब खोज्नमै गयो। अनि किताब रहेछ खाटोमुनि, अनि खाटोमुनिबाट मैले किताब निकालेँ, अनि किताब काला त्यस्तो थियो। त्यो देखेर मलाई किताबबाट दया लाग्यो, अनि मैले अलिकति पढेँ, तर मलाई पढाइले देखेर मलाई एकदमै टाउको दुख्यो। तर मैले हार मानेँ, अनि मैले लागेँ जिमतिर। जिम जाँदाखेरि पानी परिरहेको थियो, अनि पानीको मजा लिँदै एकछिन दाइलाई वेट गरेँ। दाइलाई वेट गर्दा गर्दा म पुरा भिजिसकेको थिएँ। अनि म लागेँ जिमतिर। जिममा गएर आज मैले बक्सिङ प्र्याक्टिस गरेँ, होइन चेस्ट प्र्याक्टिस गरेँ। अनि त्यो हानेर आज मेरो सोल्डर पनि थियो, सोल्डर पनि हान्नतिर लागेँ। अनि घर आउँदा फेरि मैले 1 पाउ मासु लगेर गएँ। अनि घर आएर दुईवटा टमाटरलाई पानीमा धोएर काटेर तेल हालेर मासु पनि हालेर चलाएँ। अनि त्यसमा नुन हालेर मैले एकछिनलाई ढाकिदिएँ। अनि त्यसमा पानी छोडिसकेपछि मैले प्याज र टमाटर हालेँ, अनि हल्दी हालेर मैले मजाले खाएँ। हस्त ल बाई।